नमस्ते। म केही तपाईहरुलाई चाहिँ एउटा ऊर्जाको बारेमा चाहिँ केही चीजहरु बताउन गइरहेको छु हैन। जस्तो हामीले चाहिँ कहिले पनि अरु कसैले लगाएको घडी चाहिँ लगाउनु हुँदैन, किन भन्दा घडी भनेको चाहिँ समय र ऊर्जाको प्रतीक हो। अनि अरूको घडी लगाउँदा चाहिँ उनीहरुको समय र ऊर्जालाई पनि उहाँहरुको ऊर्जाले चाहिँ तपाईलाई पनि त्यसले असर गर्छ हैन। राम्रो समय छ भने राम्रो ऊर्जा आउन सक्छ भने, यदि उहाँहरुको नराम्रो समय चलिरहेको थियो त्यो घडी लाउँदा भने तपाईहरुलाई चाहिँ त्यही खालको ऊर्जा तपाईहरुले चाहिँ पाउनुहुन्छ हैन। अनि त्यसैगरी हामीले चाहिँ यदि हाम्रो घरको स्पेसको कुरा गर्ने हो भने चाहिँ जहिले पनि घरमा चाहिँ च्यातिएको बिग्रेको हैन, अलिकति तुना फुस्केको या चाहिँ सोलहरु चाहिँ उक्किरहेको जुत्ताहरु चाहिँ कहिले पनि राख्नु हुँदैन, किन भन्दा कुनै पनि बिग्रेको या भत्केको सामानले चाहिँ घरको समग्र ऊर्जालाई नै एकदम कमजोर बनाउँछ हैन। अनि त्यसपछि जस्तो हामीले वालहरुमा देखिरा हुन्छ, एउटा रुममा चाहिँ घडी राम्रोसँग चलिरहेको हुन्छ भने कुनै कुनै वालको कुनै कर्नरमा चाहिँ एउटा घडी रोकिराखेको हुन्छ या 10-15 मिनेट या 2-4 घण्टाको फरकले चाहिँ घुमिरा हुन्छ अनि हामी यो अर्को घडी छ भनेर युज गर्छौं। तर त्यसरी रोकिएको घडी आफ्नो घरमा राख्दाखेरि चाहिँ हैन, त्यसले चाहिँ तपाईको आफ्नो समयलाई नै रोकेको चाहिँ अनुभूति गराउँछ के। त्यसले गर्दा हामीलाई चाहिँ एउटा हाम्रो मस्तिष्कले चाहिँ यसलाई अवचेतन रूपमा चाहिँ ग्रहण गरिरहेको हुन्छ के, सबकन्शियसली नै मेरो टाइम चाहिँ रोकिरहेको छ भन्ने हिसाबले चाहिँ एउटा इन्डिकेसन गइरहेको हुन्छ। त्यसले गर्दा या त त्यसलाई मर्मत गर्नुहोस् या चाहिँ त्यसलाई घरबाट हटाइदिनुस्। त्यसैगरी आफू सुत्ने ओछ्यानमुनि कहिले पनि सामान राख्नु हुँदैन। तर आजकल चाहिँ अब जस्तो हाम्रो स्टोरेज वाला बेड भनिन्छ हैन, मुनि जम्मै सामानहरु राख्न मिल्ने खालको हिसाबले कम्प्याटेबल बनाएर चाहिँ बेडहरु राखिएको हुन्छ, पोसिबल हुँदैन। तर पनि त्यसले के गर्छ भन्दा हाम्रो चाहिँ जुन निन्द्राको जुन एउटा प्रगाढता हामीले पाउनुपर्छ डीप स्लीपको लागि हैन, त्यो चाहिँ त्यसको गुणस्तरलाई चाहिँ जब हामी सामान राख्छौं त्यसको एनर्जीले चाहिँ हामीलाई बिगार्छ। अनि रातिमा चाहिँ अब जुन हिसाबले चाहिँ एउटा पीस अफ माइन्ड हुनुपर्ने हो हैन, तर मस्तिष्कमा चाहिँ आँखाले नदेखे पनि त्यो क्लटरले चाहिँ सधैँ त्यो एनर्जीलाई चाहिँ पर्सिभ गरिरहेको हुन्छ के हैन। त्यसले गर्दा चाहिँ अब त्यो एम्प्टी राख्ने, खाली राख्ने, सफा राख्ने हैन, ताकि तपाईलाई नै निन्द्रा गहिरो र शान्त भएर चाहिँ तपाई सुत्न सक्नुहोस्। मेन डोरको नजिकै कहिले पनि जुत्ताहरु या शू र्याकहरु चाहिँ कहिले पनि राख्नु हुँदैन हैन। त्यसले चाहिँ के गर्छ भन्दाखेरि एउटा मेन ढोका भनेको हाम्रो एन्ट्रेन्स हो हैन, प्रेजेन्स जुन चीजलाई चाहिँ एउटा डोर खोल्दाखेरि चाहिँ रिसिभ गर्ने ठाउँ हो हैन। त्यसमा चाहिँ यदि अव्यवस्थित रूपमा एकदम भद्रगोल या फोहोर जुत्ताहरु या माटोहरु लागेको जुत्ताहरु जब राखिन्छ हैन, त्यसले चाहिँ के गर्छ भन्दा हरेक चोटी देख्दाखेरि चाहिँ एउटा तनावलाई चाहिँ बढाउँछ के, मेन्टल स्ट्रेसलाई चाहिँ। अनि त्यसले गर्दा जहिले पनि प्रवेशद्वार चाहिँ सफा हुनुपर्छ ताकि एन्ट्रेन्सको बेलामा चाहिँ एम्प्टी स्पेस देखियो भने चाहिँ मन पनि शान्त हुने। त्यसैगरी घरमा यदि अब हाम्रो न्यूज पेपरहरु, म्यागजिनहरु आउने प्रचलन हुन्छ अनि हामीलाई चाहिँ हैन प्राउडली हामी चाहिँ सजाएर राखेका हुन्छौं, म्यागजिन भनिन्छ, न्यूजपेपरहरुको चाहिँ पाइल हामीले चाहिँ सजाराखेका हुन्छ, काम लाग्छ भनिन्छ, राखिन्छ हैन। तर यस्तो पुराना पत्रपत्रिका म्यागजिनहरुलाई चाहिँ कहिले पनि त्यसरी राख्नु हुँदैन, यसलाई चाहिँ हटाउनु पर्छ। किन भन्दा पुरानो समाचार, पुरानो समय, पुरानो एनर्जीले चाहिँ पुरानै एउटा हुन्छ नि समग्रमा चाहिँ पछाडी धकेल्ने खालको चाहिँ एनर्जी हुन्छ के। सो पास्टमा रहने भन्ने खालको चाहिँ एउटा एनर्जी इमोट गर्छ। त्यसले गर्दा चाहिँ अब पुरानो चीजहरुलाई चाहिँ त्यसरी ठाउँ नदिनुहोस् भन्छ हैन। त्यसैगरी घरमा चाहिँ अब तुलसीको चाहिँ रोप्नु चाहिँ अनिवार्य भनेर हाम्रो धर्म संस्कृति हाम्रो हैन परम्परामा नै आफ्नो घरमा एउटा तुलसीको मोठ चाहिँ हुनैपर्छ भनिन्छ। त्यो चाहिँ एकदमै राम्रो हो, किन भन्दा तुलसीले लामो समयसम्म अक्सिजन दिन सक्छ र वातावरणलाई पनि प्राकृतिक रूपमा पनि यसले शुद्ध बनाउने हैन। यसमा अलरेडी धेरै केमिकलहरु जुन चीज छ जसलाई चाहिँ सेवन गर्दाखेरि या चाहिँ पानीमा राखेर सिर्फ पानी मात्र पिउँदाखेरि पनि यसले एकदमै राम्रो एनर्जाइज गर्ने हुन्छ हैन। कति इम्प्युरिटीहरुलाई चाहिँ प्योर क्लीन गर्ने, डिटॉक्सिफिकेसन गर्ने खालको चाहिँ चीजहरु हुने हुनाले चाहिँ तुलसीलाई चाहिँ एकदमै राम्रो मानिन्छ है। त्यसले गर्दा घरमा सधैँ तुलसीको एउटा एटलिस्ट सानो एउटा मोठ हुन या सानो बिरुवा हुन चाहिँ एकदमै जरुरी छ। त्यसैगरी घरको कुनै पनि एउटा कर्नरमा तपाईले चाहिँ जहिले पनि एउटा ओपन सिसाको या हैन ग्लास या सेरामिकको बोलमा चाहिँ नुन राख्नु होला है। ढिके नुन हुन्छ या सिधा सेन्दा नमक भनिन्छ या सेन्दा नुन भनिन्छ हैन। त्यसलाई चाहिँ सधैँ राख्नुहोस्, किन भन्दा अनि त्यसलाई हरेक 1 महिनामा चाहिँ हैन रिफिल गर्ने, भएको चीजलाई चाहिँ डिस्कार्ड गरेर फ्लश गरिदिने टोयलेटमा।
अनि फेरि नयाँ नुन राखेर चाहिँ त्यसलाई राख्ने गर्दाखेरि चाहिँ के गर्छ भन्दा नुनले चाहिँ जहिले पनि नकारात्मक एनर्जीलाई चाहिँ सोच्ने हुन्छ है। अनि नुनले चाहिँ अब नकारात्मक एनर्जीलाई सोच्ने प्लस प्युरिफाई गर्ने, जुन ठाउँमा त्यो राखिएको छ त्यसको एनर्जी प्युरिफाई गर्ने हुनाले चाहिँ यसलाई एकदमै सकारात्मक ऊर्जा दिने खालको एउटा एन्टिटीको रूपमा चाहिँ जहिले पनि मानिन्छ। त्यसले गर्दा घरको कुनै एउटा कर्नरमा चाहिँ एउटा कचौरामा नुन राख्नु एकदमै उत्तम मानिन्छ है त। हस्, थ्याङ्क यू।